ब्याक मेरो अनदर भ्लग। अस्ति चाहिँ मैले गोर्खा कालिका गएको भिडियो बनाएको थिएँ, भ्लग बनाएको थिएँ। आज चाहिँ म कालिका त कालिका अर्को मौल चितवनको यहाँ मौल कालिका यो प्रवेशद्वार त उयो तलकै हो, उयो द्वारलाई प्रवेशद्वार भन्छ। तर म चाहिँ माथि आइसकेँ। यस्तो छ यहाँको इन्भाइरोमेन्ट चाहिँ बवाल हो। त्यहाँ ढुङ्गाहरूमा रङसङ लाएर एकदम बवाल बनाएर राख्नु भएको छ। म चाहिँ 5 मा हो कि 4 मा पढ्दा चाहिँ स्कुलबाट ल्याएको छ हामीलाई घुम्न, यहाँ टुर ल्याएको छ। त्यो बेला आएको थिएँ, त्यसपछि धेरै पछि अहिले आउँदैछु। ढुङ्गाहरू लाएर रङ लाएर यस्तो बवाल बनाएर छ। अमृतधारा रेधारा भयो। यहाँको पानी चिसो होला है, यस्तो छ है। के हो के बुझ्ने आफूले। तर म चाहिँ धेरै पछि आएको। के कस्तो देखिन्छ म सब देखाउँछु यो भिडियोमा। म त्यस्तै भने नि मैले है, 4 मा कि 5 मा पढ्दा आएको थिएँ, स्कुलबाट आएको त्यही राम्रो याद छैन। यहाँ चाहिँ यो सिँढी छ, उकालो टन्ने सिँढी छ। सिँढी चाहिँ 1024 हो कि 28 हो, लाइक 1000 चाहिँ ओभर छ। मलाई थाहा थियो अलिअलि, अब केही याद छैन। त्यति मलाई याद भएको मन्दिर हो। यहाँ मन्दिरहरू छ है। हामी चाहिँ ठुलो मम्मी, सम्भव, सौगात र म आएको छौँ घुम्नलाई। आज चाहिँ सौगातको बर्थडे। सबले ह्याप्पी बर्थडे कमेन्ट गर्नु होला। चिन्ने दिले, अब नचिन्ने दिलो के भन्ने, चिन्नु भएको दिले ह्याप्पी बर्थडे कमेन्ट गर्नु होला। अब म चाहिँ मन्दिर जहाँ भ्लग बनाएको ठुलो सानो गर्दा अब सिँढी सुरु अनि माथि के छ सब देखाउँछु म अहिले। बाटोमा नि यस्तो यस्तो मन्दिर बना, मन्दिरकै घन्टी बजाउँदै यो बाटो जाँदा चाहिँ मैले बजाउन सक्थेँ। यस्तो मस्त इन्भाइरोमेन्ट छ कि, वातावरणै भवाल छ कि, पिस एकदम जङ्गल बिचै शान्तसँग। हेर्नु न, अहिले त ठिकै, बिहान जाँदा ठिकै हो। अहिले आउने बेला चितवनको गर्मीले बल्ल छु। बाटोमा के देख्छु सबै देखाउँछु म यो भ्लगमा चाहिँ। धेरै पछि आएको नि त म, मेमोरी नि हुन्छ एउटा। के छ सब देखाउँछु म। यस्तो आनन्दको वातावरण छ होइन। यस्तो बनाएर बवाल स्ट्रक्चर बनायो ढुङ्गा काटेर हात्ती क्या बवाल छ कि। यस्तो यहाँ एउटा तलन रहेछ, त्यो तलको चाहिँ खिचिन। ठुलो मेरो दाइमा माथि पुग्छौँ भयो। हामी चाहिँ यता आयौँ, हामी जान्छौँ गएर चाहिँ अब मन्दिरमा माथि गएर मन्दिरतिर चाहिँ के छ त्यो मन्दिरमा देखाउँछु एकैचोटि। नत्र त अरू त अब चाहिँ सिँढीको बाटो सुई गइरहने, अरू केही छैन। बन्द सिँढी हो। म चाहिँ माथि मन्दिरमा गएर देखाउँछु अब चाहिँ के छ। माथि मन्दिरमा गएर देखाउँछु के छ। भाइ सौगात र म चाहिँ यहाँ हेर्न आएको। ढुङ्गा काटेर पुरै खुँदेर स्ट्रक्चर बनाएर हात्ती बनाएको कि बवाल। अब चाहिँ सिधै माथि मन्दिर गरेर देखाउँछु। अरू त केही छैन बाटोमा देखाउनु। यही सिँढी हो, माथि सिँढी हो, केही छैन। सिधै मन्दिरमा गएर भेटौँ ल। बाई बाई। कहीँ जानु, मन्दिरबाट छ सिँढी छ, यसपछि देखाउँछु भनेर भिडियो अफ त गरेँ, तर फेरि देखाउनु मन लाग्यो। नाङ्गे छु यहाँ, टी सर्ट खोलेर बसेछु। यो शरीरबाट कम्तीमा पनि झऱ्यो होला 2 महिनाथि पसिना। सुलाउनुको हालत खराब छ। हेर्नु बाटोमा स्ट्रक्चर हेर्नु के बनाएको कि बवाल हेर्नु। ढुङ्गा खपेर यहाँ छ है। भाइ नि टी सर्ट खोल्दैन, दाइ पसिना भए उता माथि गएर बस्छन् एकछिन। अनि त्यसपछि हिँड्नुपर्छ। नुहाउनै पर्दैन, बिहान नरालै। अहिले नुहाउनु चाहिँ बिहान हालत नुहाउँदैन नि। अनि पसिना म चाहिँ बस्छौँ, थके मार्छौँ। त्यसपछि चाहिँ मन्दिरमा गएर भेट्छौँ। यहाँ नि यस्तो बवाल चिज बनाएर छ कि बवाल हेबे। अनि माथि मन्दिरमा गएर भेट्छौँ। त्यहाँ गएर बस्छु म नि, थके मार्छु। सिधै मन्दिरमा गएर भेट्छु। पसिना भयो। अनि मन्दिरमा गएर हात मुतेर फ्रेस भएर चाहिँ भेट्छु है त। बाई बाई। हामी चाहिँ फाइनली मन्दिरमा आइपुग्यौँ। मन्दिरको बाहिरी यस्तो देखिन्छ, यस्तो देखेको छ है। 4 भएछ यो क्यामेरा, 4 भएछ। यस्तो छ यो मन्दिरको बाहिरी। उता हेरेर इन्ट्री गेट रहेछ। बाहिर देख्दा वातावरण चाहिँ यस्तो छ मन्दिरकै, मौल कालिका। धेरै वर्षपछि आएको। अब एकछिन बस्छौँ, त्यसपछि माथि गएर देखाउँछु अनि के कस्तो हो।
थकै लास्टै पसिना भयो अति भयो यार। अब माथि मन्दिरमा चढेर चाहिँ के कसो गरेर बज देखाउँछु है। हामी चाहिँ मन्दिर आइपुग्यौँ भाइ। त इन्भाइरोमेन्ट हेरौँ न यस्तो बवाल छ नि। यो सब दुईवटा नेपाल दुईवटा नेपाल। यो चाहिँ मुक्तिनाथको मेन मन्दिर। यहाँभित्र चाहिँ पूजा गर्ने। यहाँ चाहिँ भजन गीत बज्छ त्यसले चाहिँ यहाँ बजाइरहने गीत हामीले गर्दा बन्द गर्न मिल्दैन। त्यो चाहिँ हो बुझिदिनु होला। त्यो चाहिँ धेरै मान्छेले हेर्नु हो यहाँ भ्यू कुहिरो लाग्यो फेरि आजै कुहिरो लगाएर केही भ्यू देखेन। सब भ्यू देखिन्थ्यो। दुईजना बसी खान यो मन्दिर चाहिँ यस्तै सबैतिर हेर्ने मान्छेहरू टन्नै आउनु छ पूजा गर्न। निर्माण कार्य भन्ने यसमै आवाज छ। यो गीतको नै आवाज छ। अब त्यो चाहिँ अब माइन्ड नगरिदिनु होला। यस्तै छ के हुन्छ नि। मैले हामीलाई बन्द गर्न मिल्दैन रहेछ यहाँ गीत। यो इन्भाइरोमेन्ट। अब हामी चाहिँ के गर्छौँ र अब यहाँ दर्शन गर्छौँ पूजा गर्छौँ। तपाईँहरू पनि दर्शन गर्नु। अनि त्यसपछि हामी जान्छौँ अहिले। अब चाहिँ हामी अर्को नेक्स्ट भ्लगमा भेटौँ ल। अहिले यति नै बाई बाई। हामी पूजा गरेरै गर्न जान्छौँ।